नमस्कार साथीहरू, आज म तपाईहरुसँग जीवनको एउटा यस्तो सत्यको बारेमा कुरा गर्न चाहन्छु जुन बुझ्न सजिलो छ र अपनाउन धेरै गाह्रो हुन्छ। त्यो सत्य हो अनुशासन, समयको मूल्य र निरन्तरता। साथीहरू, मानिसहरू जीवनमा सफल हुन चाहन्छन्। सबैको सपना हुन्छ राम्रो जीवन, राम्रो कमाई, राम्रो सम्मान अनि खुसी। तर धेरै कम मानिसहरूले मात्रै बुझ्छन् कि सफलता कुनै जादु होइन। सफलता त एउटा प्रक्रिया हो जुन दिनदिनैको सानो सानो बानीबाट बन्छ। तपाईको जीवन आज जहाँ छ त्यो अचानक बनेको होइन, त्यो तपाईको हिजोको निर्णयहरूको परिणाम हो र तपाईको भोलिको जीवन पनि आजको निर्णयमा निर्भर हुन्छ। साथीहरू, समय सबैभन्दा ठूलो शिक्षक हो, तर सबैभन्दा कठोर पनि हो। यसले कसैलाई पर्खिदैन। जो मानिस समयलाई सम्मान गर्न गर्छ, उसले समयलाई उसलाई अवसर दिन्छ। तर जो मानिस समयलाई देखेर खेर फाल्छ, समयले उसलाई पछाडि छोडिदिन्छ। हामी धेरै पटक भन्छौं, भोलिबाट सुरु गर्छु, अहिले त अलि आराम गर्छु, पछि मेहनत गर्छु। तर सत्य के हो भने भोलि भन्ने दिन कहिल्यै आउँदैन जबसम्म हामी आजलाई सही तरिकाले प्रयोग गर्न सक्दैनौं। सफलता पाउने मानिसहरू कुनै पनि फरक किसिमका जन्मेका हुँदैनन्। उनीहरू पनि हामी जस्तै सामान्य हुन्छन्। तर उनीहरूको एउटा बानी फरक हुन्छ। उनीहरू हरेक दिन सानो भए पनि प्रगति गर्छन्। एक दिन ठूलो परिवर्तन हुँदैन। एक दिन शरीर बदलिँदैन, दिमाग बदलिँदैन, जीवन बदलिँदैन। तर प्रत्येक दिनको सानो प्रयासले एक दिन ठूलो परिमाण दिन्छ। साथीहरू, अनुशासन बिना सफलता सम्भव छैन। अनुशासन भनेको आफूलाई मन नलागे पनि सही काम गर्नु हो। जब सबैले आराम गरिरहेको हुन्छन्, तब पनि आफ्नो लक्ष्यमा काम गरिरहनुहोस्। धेरै मानिसहरू प्रेरित हुन्छन् तर अनुशासित हुँदैनन्। प्रेरणा त आउँछ र जान्छ, तर अनुशासनले जीवन बनाउँछ। तपाईले आफ्नो जीवनमा एउटा कुरा बुझ्न जरुरी छ, तपाईको जीवन अरू कसैले बदल्दैन, तपाई आफैले बदल्नु पर्छ। कसैले तपाईलाई बचाउन आउँदैनन्, कसैले तपाईको सपना पूरा गर्न आउँदैनन्, कसैले तपाईको भाग्य लेख्न आउँदैनन्। त्यो जिम्मेवारी केवल तपाईको हो। साथीहरू, कहिलेकाहीँ जीवनमा हामी धेरै थाक्छौं। हामीलाई लाग्छ अब सक्दिन, तर त्यस क्षण तपाईको सबैभन्दा ठूलो महत्त्वपूर्ण क्षण हुनेछ। किनकि धेरै मानिसहरू त्यही बेला रोक्छन्। तर जो मानिस त्यही थकाइमा पनि अगाडि बढ्न सक्छ, अगाडि बढ्छ, उसले आफ्नो जीवन बदल्छ। तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू सफल हुन्छन् र केही हुँदैनन्? किनकि सफल मानिसहरूले अरूभन्दा धेरै मेहनत गर्छन् भनेर होइन, उनीहरूले निरन्तरता छोड्दैनन् भनेर हो। साथीहरू, जीवनमा ठूलो कुरा सुरु गर्नुभन्दा पनि ठूलो कुरा हो त्यसलाई अन्त्यसम्म पुर्याउनु। धेरै मानिसहरू सुरु गर्छन् तर बीचमै छोड्छन्, तर सफल मानिसहरू अन्त्यसम्म टिक्छन्। तपाईले आफ्नो लक्ष्यमा विश्वास गर्नुपर्छ, किनकि यदि तपाईले आफूलाई विश्वास गर्न छोड्नुभयो भने अरूले तपाईलाई कहिल्यै विश्वास गर्दैनन्। समय खराब छ भनेर गुनासो नगर्नुहोस्। समय कहिल्यै राम्रो वा नराम्रो हुँदैन। समय त केवल बितिरहन्छ। असल वा खराब बनाउने काम हाम्रो हातमा हुन्छ। यदि तपाई आज मेहनत गर्नुहुन्छ भने भोलि तपाईको समय राम्रो हुनेछ। यदि आज तपाई अल्छी गर्नुहुन्छ भने भोलि पनि त्यही स्थिति दोहोरिन्छ। साथीहरू, जीवन एउटा यात्रा हो। यस यात्रामा कहिले उकालो हुन्छ, कहिले उरालो हुन्छ, तर जो मानिस हिम्मत हार्दैन उसले अन्तिम गन्तव्य पाउँछ। आज तपाई संघर्षमा हुनुहुन्छ भने डराउनु पर्दैन, किनकि संघर्ष नै सफलताको पहिलो सिडी हो। तपाईको सपना ठूलो छ भने तपाईको संघर्ष पनि ठूलो हुनुपर्छ। अन्त्यमा म तपाईलाई एउटा सानो तर शक्तिशाली कुरा भन्न चाहन्छु। हरेक दिन आफूलाई सुधार्ने प्रयास गर्नुहोस्। हरेक दिन सानो भए पनि प्रगति गर्नुहोस्, किनकि एक वर्षपछि तपाई त्यही व्यक्ति हुनुहुन्न। तपाई धेरै राम्रो संस्करण गर्नुहुनेछ। त्यसैले आजै निर्णय गर्नुहोस्। अब आजबाट म समय खेर फाल्दिन भन्नुहोस्। अब म अनुशासन अपनाउँछु भन्नुहोस्। अब म आफ्नो भविष्य आफै बनाउँछु भन्नुहोस्।
किनकि तपाईँको जीवन परिवर्तन अरूले होइन, तपाईँले नै सुरु गर्नुपर्ने हुन्छ। धन्यवाद।